तिमीले कल गर्नुभन्दा अगाडि म सुतिसकेको थिएँ. I had slept before you called me. Or when you called me, I had slept. तिमीले कन्टेन्ट सेयर गर्नुभन्दा अगाडि नै मैले भिडियो रेकर्ड गरिसकेको थिएँ. I had recorded my video before you shared the content. Or when you shared the content, I had recorded my video. म्याम आउनुभन्दा अगाडि नै मैले प्रेजेन्टेसन गरिसकेको थिएँ. I had finished my presentation before ma'am came. Or when ma'am came, I had finished my presentation. उनीहरू क्लास जोइन हुनुभन्दा अगाडि नै मैले क्लास क्यान्सल गरिसकेको थिएँ. I had cancelled the class before they joined. Or when they joined, I had cancelled the class. यो चाहिँ सबै सेन्टेन्सेसहरू पास्ट पर्फेक्ट टेन्समा फर्म गरिएको छ र यो डबल सेन्टेन्सेसको स्ट्रक्चरमा फर्म गरिएको छ. फर्मुलालाई चाहिँ तल भिडियोमा हेर्नुहोस् है त. थ्याङ्क यू फर वाचिङ माई भिडियो.